अन्त भिडियो बनाउँदै हिँड्नु त गर्छ ब्लग पनि गर्छु नि त सानोतिनामा त्यस्तो युट्युबर जाँदा ब्लग पनि बनाएर पर्थ्यो नि के अन्त अब यहाँ सिधा आयो यहाँबाट भित्र होइन फाइनली डेलिभरी गर्न है ल काम गर्नै पर्यो त्यति बस्नु पनि भएन ए त्यसो काम झोला बोक्ने हो यसको चलाउने हो कुदाउँदै हिँड्ने हो हेलो यता सामान ए के अरे सर ए यहाँनिर को मान्छे निस्केन यो सामान संसारबाट एकचोटि फोन गरिदिनुहोस् न हजुर हजुर मैले गर्नु त गरेको खोइ हराउनु बजाइसक्यो मान्छे आएन ए हस् हस् यो मान्छे नि आउन गाह्रो छ जाँदैछौँ सामान डेलिभरी गर्नु त्रिवेणी भन्ने सही छ ल दामी बनाएको छ लाइट यस्तो ढाँटिरहेको छ धेरै काम गर्ने पानी नै हराइसकेको थियो काम गर्नु थालेको यस्तो ढाँटिने यति गाह्रो के गर्ने काम चाहिँ गर्नुपर्छ है सधैँ बाउआमा परेर पनि भएन भन्नु पऱ्यो नि त के हो मामा सिब्रो चेकिङ हानेछ त मामा सि चेकिङ हान्दैछ म चाहिँ जानु पऱ्यो आफ्नो कामतिर मरे पनि तिमीलाई खुसी दिन चाहन्छु काम त गर्नु पर्यो त्रिवेणी सामान लिन पार्सल लिन आएको रिटर्न सामान कता छ फेरि रिटर्न त्रिवेणी रिटर्न यो रिटर्नको है रिटर्न अर्को गएको छ मात्रै भन्छ ओके 2 3 4 5 6 7 7वटा है 7वटा गर्नु पर्यो स्कुटर माले क्लास पनि गयो जानु पर्यो अर्को ठाउँ पिकअप गर्न पर्ने छ सामान हाल्यो अब त्यसको प्लेस सेफ भन्न है के भयो फेरि हान्यो तिमीलाई खुसी दिन चाहन्छु मरि जाऊ कसम मेरो भाग्यमा रहेनौ
तिमी खुसी ल्याउँछु म तिम्रो खुसीमा सही बनाएछ यसको त्यो अर्को पिकअप गर्ने ठाउँबाट ठ्याक्कै भेटौँला सोरेखुट्टी आइपुग्यो सोरेखुट्टी हेर्ने डल्लो पुल त्यो साइडतिर आयो पिकअपबाट निस्क्यो गाह्रो छ पैसा कमाउनु गाह्रो छ समयमै उनीहरू कमाउनु पर्छ है कति दुःख दिने कति दुःख आफ्नो समय है छोडा भयो आठवटा छ कम्ती छ यार यो झोलाभरि सबै सामानहरूको यो रिटर्नको हो रिटर्न गरिदिनुपर्ने सामान हो ढाँडले फेरि मर्दा जस्तो भइसक्यो काउरी भोसरी रङबाट आएछ क्या मनमा कुन बाटो आएछ त्यो बाटो उता आयो राम्रो मान्छे होइन इच्छा मेरो नराम्रो थिएन यहाँबाट लेफ्ट जानुपर्ने हुन्छ त्यस्तो भएर त्यो गरिरहेको लास्ट गरिन्छ यति सामान बोक्नुपर्छ गाह्रो छ टोटल 10,000 भयो हाम्रो है सामानले अब हिँड्नु पर्यो लोडै लोड छ है हेलो गाह्रो छ काम गर्न नसक्ने रहेछ बानी अब बस्छ बिस्तारै अब काम त कुन चाहिँ सजिलो हुन्छ कुनै काम पनि गाह्रो हो बसी गर्ने काम पनि गाह्रो हो बस्दा हात खुट्टा दुखेर भाँडा दुखेर त्यस्तै हो त्यो काम पनि गाह्रो हो ठिकै छ गर्नुपर्छ काम स्टोरेज पनि छैन यो चाहिँ बनस्थलीको पुल यता राइट गयो भने योबाट राइट गयो भने क्षेत्रपट्टि 6 माइल एउटा लेफ्टतिर गयो लेफ्टतिर गयो भने बनस्थली बाटो काट्नु पऱ्यो फाइनली अब कम्पनी आइपुग्यो नेपालीको चाहिँ ठुलो राता भुटानमा यो चाहिँ लोत्से मल पार्किङ हाल्नु पऱ्यो गाडी पनि पार्किङ गरिदिनु पऱ्यो यहाँबाट चाहिँ पार्किङ जानुपर्छ अन्डरग्राउन्ड underground रे पऱ्यो फेरि अर्को टिप पनि जानुपर्छ त्यो उठाउनु सामान त्यो पनि गाह्रो छ पार्किङ गरिदिनु पऱ्यो स्कुटर सामान पनि ल्यायो झोला गाह्रो छ काम खुट्टा जस्तो देखा फेरि अहिले अफिस यहाँ रहेछ अफिस चाहिँ यो हाम्रो बेसी गाउँ अफिस यो सस्तो सामान ल्यायो किन झोक्रादै बस्नु भएको बास गर्नु
अन्धकार छ यार मलाई त के हो उयो अन्धकारै अन्धकार यो त्यस्तै हो धुलो खान गाह्रो छ टोय फ्याक्ट्री यो ठाउँमा जानु गएको फाल्टो खुट्टै गरेर अपरेसन गरेको खुट्टा दुखिरहेको आम्मा यस्तो दुखिरहेको छ हौ खुट्टा बवाल दुखिरहेको छ त्यसले गा कहाँ रहेछ यसको लक फेरि सरको कुरेर दुइटा बारी हाम्रो त्यहाँ सर एउटा लास्टै गऱ्यो भाडा यहाँ रिजर्भ पेपर गर्दैछ भयो भयो सँगै जाउँ भयो भयो ग्यारेन्टी त हुँदैन यहाँ छ मेरो साथी फेरि अर्को ठाउँमा छु साथी हो हामी एउटा जान्छ यत्रो भारी बोक्नुपर्छ मेरो पनि यत्रै होला हौ भारी छ म जस्तो तिनजना अट्छ त्यो यो झोलामा यी अगाडिको झोलामा म जस्तो तिनजना अट्छ गाह्रो छ त्यो सामानको त कस्तो हुन्छ त नराम्रो बोक्नै सक्दैन होला हौ ल एकचोटि अफिसमा गएर भेटिन्छु ल कम्पनी आइपुग्यो लोड्से मल है लोड्से मल भारी बोक्दै हिँड्नु पऱ्यो के भन्नु पढ्ने बेला पढ्यो भने पढेन है अहिले आएर दाइ जाँड गयो कि कन्डो खरानी पढ्ने बेला पढेन ढाँट देखिरहेको छु के भएको यार लास्ट देखिरहेको छु अफिस पनि आइपुग्यो स्टोर टु ल्याउ त बस पऱ्यो स्कुटर यहाँको नामको स्कुटर यहाँ छ मेरो एभरेटर यो हो स्कुटर यहाँ छ कुदिहाल्नु पऱ्यो यहाँ सिधै कहाँ जानु ढल्कु डल्लो फुलपारी त्यसपछि म्यापमा पछि एसकेमा 3 छिर्नु पर्ने भयो आमा चलु जयसम्भो चलु हो रेस्टुरेन्ट भयो निस्केको भिसा लाग्यो अब भिसा लाग्यो टक्क जाने हो कहाँको भिसा लाग्यो भन्दाखेरि डल्लु क्षेत्रपातीको भिसा लाग्यो यहाँ पनि अब बोक्नु पऱ्यो गाडी छ यो जानु पर्ने हो अब कति जाने सरमा एकैछिन अब लगभग 5 मिनट जति बस्नुहोस् अब पऱ्यो यस्तै हो यस्तो सब बोकेर लिएर पानी पानी पनि 1 2 3 4 5 6 7 8 9 10
स्टिकर स्टिकर लो म्याम यसमा त हालेको छैन होला